यो 15 गते तथाकथित राजावादीहरू, यी राजावादी साजावादी के भएन नि, खाओवादी हुन्। यिनीहरू के भनेर नारा लाउँथे? हाम्रो राजा, हाम्रो देश प्राणभन्दा प्यारो छ। हिजो बेलुका पनि नानीटी अगाडि त्यही पो भन्दै रहेछ। प्राणभन्दा प्यारो छ भने वीरेन्द्रलाई त्यत्रो हत्याकाण्ड भएर मार्दाखेरि यिनीहरू कहाँ गएको थिए? किन मरेनन् त? सबै झुटा बेइमान कुरा गर्ने, चाप्लुसी गर्ने त्यो मण्डलीहरूको स्वभाव हो, बानी हो। झुटो कुरा गर्ने, जनता वर्ग ल्याउने, अल्मल्याउने, भ्रममा पार्ने। यिनीहरू कुनै उद्देश्य, महान उद्देश्यका लागि लडिराखेका छैनन्। साना स्वार्थका लागि सरकार अलिक मौन बसेको र जनता अलिक मौन बसेको अवस्था, त्यो अवस्थाको फाइदा लिएर यिनीहरूले अनावश्यक फुर्तीफार्ती देखाएका छन्। यसो अक्षता मन्तर्ने हुन्छ नि गर्ने, ढ्याङ्ग्रो ठोकेर त्यो मुजुरा लाएर ढ्याङ ढ्याङ ढुङढुङ गरेर नाच्ने धामी आएपछि त्यो कता जान्छ? अक्षता मन्छा, यी अक्षता मन्छाउनेहरू हुन्। ढ्याङ्ग्रो लिएर एमाले मैदानमा उत्रियो भनेपछि यी कता कता धुला पर्छ। त्यसकारण हामीले आफूलाई बुझ्नु पर्यो, आफूलाई चिन्नु पर्यो, आफूलाई त्यस अनुसार तयार राख्नु पर्यो। म साथीहरूलाई भन्न चाहन्छु, निर्देशन पछि आउला। 15 गतेका लागि यहाँबाट भोलि उठ्ने बित्तिकै 15 गतेको तयारी थाल्नुहोस्। 15 गतेको तयारी थाल्नुहोस्। 15 गते के गर्नुपर्छ भन्ने कुरा पार्टीले भन्छ। 15 गते 11 बजेदेखि 2 बजेसम्म काठमाडौँमा नेकपा एमालेको नियन्त्रण हुनुपर्दछ। कसरी कुन संस्था अगाडि लाग्छ, कुन संस्थाको आयोजना हुन्छ त्यसलाई छोडिदिनुहोस्। आन्दोलनमा यो प्रोटोकल सोटोकलका कुरा हुँदैन। यहाँ सभा गर्ने, बैठक गर्ने ठाउँमा पो यता र यता छ। आन्दोलनमा पनि यता र यता हुन्छ र सबै एकैतिर अगाडि